शिक्षा, सूचना र मनोरञ्जनका लागि हेर्दै रहनुहोला DMK अफिसियल। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा प्रदेशकै नमुना मार्ग निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। दमक 6 स्थित मुख्य बजारमा निर्माणाधीन नमुना सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो। दमक बजारको मुटुमा रहेको 175 मिटर लम्बाइ भएको सो सडक 1 करोड 5 लाखको लागतमा निर्माण भइरहेको छ। सडकको 95% भन्दा बढी काम सम्पन्न भइसकेको छ। एकदमै सुन्दर र आकर्षक बनेको नमुना मार्गको बीचमा रहेको पानीको फोहरामा फोटो खिचेर सामाजिक सञ्जालमा हाल्नेको अहिले लहरै देखिन्छ। नमुना मार्गको बारेमा स्थानीयलाई हामीले सोधेका थियौं, कस्तो छ यो नमुना मार्ग, सुनौ अबको पालोमा उहाँहरूको भनाई जस्ताको तस्तै। नमस्कार, म गणराज लामिछाने बस्नेत। यो दमक बजारमा रहेको नमुना बजार भनेर, नमुना मार्केट भनेर अहिले चिनिराखेको छ, जुन अहिले देख्दा धेरै आकर्षक त भइरहेको छ। तर आकर्षक जसरी भएको छ, तर त्यसरी हुनुभन्दा पनि अझ यहाँ बाटो बन्द हुँदैछ। 1 गतेदेखि, वैशाख 1 गतेदेखि बाटो बन्द भइरहेछ। यो बाटो बन्दले गर्दाखेरि अझ व्यापारीहरूलाई अलिकति असर गर्ला कि। अनि अर्को कुरो भन्नुपर्दा यो व्यवसायहरूलाई अत्यन्त कठिनाइ भएको चाहिँ बत्तीले, जुन अहिले सोलर बत्ती राखिएको छ, जुन सोलर बत्ती बलिरहेको छैन, 2-4 दिनको लागि बलियो, त्यहाँदेखि हराएको छ। त्यो के कारणले हो? देख्दा बाटो राम्रो छ, दोकानहरू राम्रो भयो, मान्छे आवाजात राम्रो भयो, तर व्यापारमा चाहिँ व्यापारीहरूलाई चाहिँ अलिकति गाह्रो पर्ने हो कि जस्तो लागेको छ मलाई। मेरो नाम शान्ति श्रेष्ठ हो है। म यहाँ दमक 10 मा बस्छु। अब यो नमुना मार्केटको भनेको राम्रै छ, राम्रो भइरहेछ, प्रगति गरिराख्नु भएको छ उहाँहरूले होइन, गरिराख्नु भएको छ। अब लाइन अहिले कहिले समस्या भइरहेछ यहाँनिर, लाइनको अब समस्या भएको कारणले अहिले बेलैदेखि यहाँ पानीको फोराहरू, लाइटहरू अन भएको छैन। अब एकछिन पछाडि 7 बजे पछाडिदेखि राम्रो हुन्छ, अहिले राम्रै लागिरहेछ, खुसी लागिरहेछ। अझै मलाई चाहिँ लाग्छ यो के भन्छ, यो गाडीहरू अझै नचलोस् क्या यो लाइनमा, भित्राउनु नदियोस्, झन् राम्रो लाग्छ त्यो भयो भने जस्तो लाग्छ मलाई चाहिँ। नमस्ते, म सोमनाथ चम्लगाई, नमुना मार्गको एक थान कपडा व्यवसायी सङ्घ व्यवसायीबाट बोल्दैछु। नमुना मार्ग राम्रै छ अहिलेसम्म चाहिँ। हिजो अस्ति चाहिँ अब अलि नबन्ला कि भनेर चिन्तामा थियौँ हामी। अहिले चाहिँ करिब अब अन्तिम टावरमा आइपुगेको छ। यहाँनिर यो नमुना मार्गमा हिजोसम्म हामीहरूले जुनसुकै राजनीतिक दललाई पनि होर्डिङ बोर्डहरू टाँस्न नदिएको अवस्था थियो। आज रातारात टाँसिएछ, यहाँ दिने झुन्याएको छ। यो झुन्याउनको लागि बिहान हामीहरूले थोरै 2-4 जना बसेर छलफल पनि गऱ्यौँ, अनि यसलाई उठाएर फाल्ने भनेर निर्णय पनि गऱ्यौँ। र मैले चाहिँ अगाडिपट्टि एउटा पोलको उठाएर फालेँ पनि। र मैले यो अब पुरानै समिति, पहिलेका समितिलाई जानकारी पनि गराएँ। समितिका अध्यक्ष पुण्य ढुङ्गानालाई जानकारी गराएँ। उहाँले के भन्नुभयो भने 1-2 ठाउँ फोन गरेर सोध्नुभयो, कसैसँग स्वीकृति लिएको रहेनछ। पार्टीले, सङ्घ संस्थाले तपाईँको जुनै पनि तपाईँको बक्सर सक्सर यस्ता कुनै पनि कार्यक्रमको होर्डिङ बोर्ड टाँस्नु नहुने भनेर चाहिँ हामीहरूले व्हिप जारी गरेका छ। अचानक कसैलाई नसोधिकन टाँसेको हुनाले आज हटाएन भने भोलि हामी यसलाई हटाउने पक्षमा लाग्छौँ, हामी 2-4 जना व्यापारी लागेर। त्यसैले गर्दा यो हटाउँछन् भन्ने हामीहरूले अपेक्षा गरेका छ। र मेरो नाम चाहिँ तेजबहादुर पाण्डे, घर मेरो यहीँ दमक 7 नम्बर वार्ड। अब यो नमुना मार्गको बारेमा भन्नुपर्दाखेरि चाहिँ अब एउटा दमकको चाहिँ नमुनाकै रूपमा चाहिँ निर्माण गर्ने उद्देश्यले चाहिँ यहाँ निर्माण भएको छ हैन। यसमा अब अलिकति हामी व्यवसायी भएको नाताले चाहिँ के छ भनेदेखि यो जुन गाडी बाइकहरू यस्तो बन्द गराउने गरिएको छ, यसले गर्दा थोरै असर चाहिँ पुग्दो रहेछ। किनभने अस्ति बन्द गराएर पनि दसैँ तिहारको बेलामा चाहिँ अलिकति असर परेर फेरि यो खोलाको हो, अहिलेसम्म खुलै छ। अब यसलाई फेरि चाहिँ यो जति पनि संरचनाहरू बनेका छन्, यो संरचना भत्किने डरले होला सायदै बन्द गराउन खोज्नु भएको हो। अब त्यो हिसाबले हेर्दाखेरि त राम्रै बाटो हो, तर व्यावसायिक हिसाबले गर्दाखेरि यहाँ मेन मार्केट भएको कारणले गर्दा अलिकति व्यवसायलाई पनि असर पर्ने हो कि भन्ने कुरा हो। अब यसलाई चाहिँ अब सरकार निकायहरूले अब चाहिँ मध्यनजर राखेर के कतिसम्म अगाडि बढाउन सक्नुहुन्छ, कतिसम्म प्रभावकारी हुनसक्छ होइन, त्यो चाहिँ अब उहाँहरूले जान्ने कुरा हुन्। हामी व्यवसायिक भएको नाताले अहिले कस्तो छ भनेदेखि मान्छे सिधै दोकानमा आएर आफ्नो गाडी घोडा रोकेर छट्ट यो सामान छ भनेर सोध्ने खालको वातावरण बनेको छ दमकमा। अब यहाँ त उहाँ तल पार्किङ गरेर यहाँ आउनुपर्ने बाध्यता छ।
त्यहाँ पार्किङ गरे जस्तो त्यहीँनिर पनि त दोकान छ नि त। यस्तो कपडा पसल भयो, यो इधर उधर जुत्ता दोकान त उतै पनि छ। मान्छे त्यहाँदेखि यहाँ आउनलाई, हिँडेर आउनलाई अलिकति अप्ठ्यारो मान्दो रहेछ क्या। त्यो हिसाबले गर्दाखेरि सानो ठुलो गाडीलाई बन्द गरायो भने सानो यो मोटरसाइकल, साइकल इधर उधर सिटी रिक्सालाई चाहिँ खुलाउँदाखेरि राम्रो होला कि भन्ने। सुन्दर, सफा र हराभरा दमक बनाउने मुख्य उद्देश्यका साथ यो मार्गको काम अन्तिम चरणमा पुगेको छ। सडकको बीच भागमा लचिङ टायल हालेको छ भने फुटपाथमा टायलको प्रयोग गरेको छ। सडकको बीचमा सोलर बत्ती र मध्य भागमा पानीको फोहरा र बस्नका लागि प्रशस्त स्टिलका बेन्च समेत राखिएको छ। सडकको बीच भागमा ससाना फूल लगाएको छ जसले यो मार्गलाई थप सुन्दर बनाएको छ। नमुना मार्ग निर्माण समितिका अध्यक्ष पुण्य प्रसाद ढुङ्गाना। हामी यतिखेर दमकको नमुना मार्गका विषयमा कुराकानी गरिरहेका छौँ र नमुना मार्ग तपाईँलाई कस्तो लागिरहेको छ भनेर यहाँका व्यवसायीदेखि स्थानीयहरूसँग प्रतिक्रिया लिइराखेका छौँ। यसै क्रममा हामीसँग अध्यक्ष नमुना मार्ग निर्माण समितिका अध्यक्ष हुनुहुन्छ, उहाँसँग कुराकानी गर्दैछौँ। नमुना मार्ग अहिले धमाधम निर्माण कार्य भइरहेको छ, बत्ती अहिले बल्न सुरु गरेको छ। हामी यही बत्तीको माझमा छौँ। पानीको फोहरा पनि थियो तर अहिले छैन, जुन समय हामी कुराकानी गरिरहेका छौँ। नमुना मार्ग भनिएको छ, यहाँ अहिले यहाँ विज्ञापनको होर्डिङ बोर्ड पनि राखेको छ। यो पनि एउटा नमुना मार्गको माध्यम हो। अब यो लास्ट 95% काम सफल भइसकेको छ। 1-2%, 5% जति बाँकी छ। अब यसको फिनिसिङ बाँकी छ। अरू अन्य कुराहरूमा राम्रै छ। यहाँको प्रतिक्रिया, यहाँको व्यापारी, उपभोक्ता, घरवालाहरूको भनाइ राम्रो छ। उहाँहरूको माग अनुसारै यो नगरपालिकाले लगानी गरेर यो समितिले बनाएको हो र अहिले हालमा तपाईँले यो होर्डिङ बोर्ड राख्न पनि पाइन्छ भनेर भन्नुभयो। यो मैले खोजी निन्दा गरिराखेको छु, यो राख्न पाइँदैन। यहाँ कोही कसैले पनि आफ्नो कुनै लिखत या पर्चा पम्पलेट केही टाँस्न पाइँदैन। यो शुद्ध सफा नगर बनाउन खोजेको हो र यसलाई चाहिँ आज हटाउँछु भन्थ्यो, हटाएको छैन। म भोलि बिहान, अब उसले आज हटाएन, म भोलि बिहान म आफै हटाइदिन्छु यसको विषयमा। जस्तो तपाईँलाई यो बत्ती बोलिरहेको छैन, सोलर बत्ती पनि नमुना मार्गभित्र होइन, यो के कारणले नबलेको होला, के छ यस विषयमा? यो सोलर बत्तीको विषयमा चाहिँ एकजना ठेकदारले चाहिँ बालेको हो। पहिला 2-4 महिना बल्यो, 2-4 महिना बलेपछि अब त्यसमा चाहिँ त्यो ब्याट्रीले राम्रो काम नगरेको हुँदा र बत्ती राम्रो नबलेको हुँदा हामी समितिले नि तपाईँ राम्रो बत्ती बाल्नुहोस् भनेर भन्यौँ। त्यसो गर्दाखेरि नगरपालिकासँग मैले बालेको एकचोटि पैसा मलाई असुल दिनुपर्छ अनि फेरि हेर्नु परेछ भने म हेर्छु भनेका कारणले ठेकदारको पैसा हामीले नि रोकिदिएको हो। उसले बत्ती राम्रो बालेर जिम्मा नदिँदाखेरि र उसले दिनुपर्ने हो। यो अलिकति ठेकदारले नि आफ्नो अनुशासनहीन काम गरेको छ। ठेकदारको गल्ती छ यहाँ। उसले बालेर देखाउनु पर्ने उसको जिम्मेवारी हो, जुन जिम्मेवारीबाट ऊ पन्सिएको छ। त्यसमा अब हामी यसमा लागि परेका छौँ। हामी 1 हप्ताभित्रमा बत्ती पनि बालेर देखाउँछौँ। नमुना मार्गको बीचमा नमुनाकै रूपमा रहेको थियो पानीको फोहरा, आज छैन, यो के छ? यहाँ अहिले काम चलिरहेको छ। यहाँ चाहिँ 2-3 लाइन तानेर चाहिँ त्यही एउटै लाइन भएको हुँदा यहाँ काम गरिरहेका छन्। अब आधी घन्टा पछाडि फोहरा चलि पनि सक्यो। अब त्यसको लाइटको उसमा छ। यहाँ अलिकति प्राविधिक कठिनाइ परिरहेको छ। विद्युतले यहाँ 3 फेजको ट्रान्समिटर बक्स दिनुपर्नेमा दिएको छैन। हामीले प्रोसेस चालिरहेको छ र विद्युतले पनि लागि परेको छ। केही दिनभित्रमा यो फोहरा राम्रैसँगले चाहिँ यहाँ रङ्गी बिरङ्गीको फोहरा निस्किनेवाला छ। जस्तो हामीले यहाँ प्रतिक्रिया लिने क्रममा पनि केही गुनासाहरू आए। यो नमुना मार्ग भनेको छ तर एउटा स्तम्भ बन्दैछ, यहाँ चाहिँ लायन्स क्लबको या के को चाहिँ यो स्तम्भ बनाइएको अरे भन्ने कुरा आयो। यसको चाहिँ हामी विरोध गर्छौँ भन्ने प्रतिक्रिया उहाँले दिनुभएको छ। यस्तो नराखिदिँदा राम्रो हुन्छ, किन राखिन खोज्यो नमुना मार्गभित्र? भोलि अरूले पनि राख्छौँ भन्लान्, त्यो राखेपछि धेरैले राख्छु भन्दा के गर्ने भन्ने कुरा आएको छ। के हो यस विषयमा? यो भनेको कुरा नगरपालिकाले स्वीकृति दिने कुरा हो। नगरपालिकाले स्वीकृति दिएरै राखेको होला। कसैले टपक्क त्यहाँ त्यत्रो खर्च गरेर राख्ने कुरो आउँदैन। नगरपालिकाले स्वीकृति दिएर राखेको भन्ने कुरा हामीले चाल पाएका छौँ। तपाईँ निर्माण उपभोक्ता समितिको अध्यक्ष पनि हुनुहुन्छ, तपाईँ आफैलाई थाहा नदेखिन? थाहा भएन। थाहा भनिसकेपछि चाहिँ यहाँ रातारात बनियो। रातारात बनिसकेपछि बिहान आएर मैले हेर्दा यो कसले के बनाएको भन्दाखेरि हामीले नगरपालिकाले चाहिँ अधिकृतजीले चाहिँ आदेश दिएर चाहिँ मैले बनाउन लाएको भनेर इन्जिनियर साहबले भनेपछि ठिकै छ, सुनमाथि सुगन्ध राम्रै होला भने त्यहाँ अब फोटो हेर्दाखेरि त्यो चिज त्यति नराम्रो छैन। त्यसले सान्दर्भिक त्यसले दिन्छ क्या। तर यहाँ आफै भन्नुभयो रातारात निर्माण भयो, दिउँसो निर्माण हुन सकेन। निर्माण हुन यहाँ काम गर्न असर परेको कारणले गर्दाखेरि बेलुका साँझदेखि उता 9-10 बजीसम्म बनाएको बुझेँ मैले।
अब यहाँ यो वैशाख 1 गतेबाट गाडीका अन्य यातायातका सामग्रीहरू जस्तै तपाईँलाई मोटरसाइकलहरूलाई पनि प्रवेशमा निषेध गर्ने भन्ने कुरा छ, यो कतिसम्म सत्य हो? यो त थालनी सुरु गर्दै निषेधित क्षेत्र सवारी साधन निषेधित क्षेत्र बनाउने हो भने बनाइदिने हो भनेर नगरपालिकाले भन्दाखेरि यहाँका घरवालाले जतिले हुन्छ पर्दैन यसको व्यवस्था अन्त्य गर्नु, यहाँभित्र सवारी साधन नचल्दा हामी खुसी छौँ भनेका हुन्। अब केही छुटफुट व्यापारी साथीहरूलाई केही अन्याय पर्न जान्छ होला, तर पनि समय सापेक्षता अब यो रोडले यो अहिलेको समयले के माग्दैछ, यो बजारले यो मार्केटले के माग्दैछ त्यो खालको मार्केट हुने बित्तिकै यहाँ चल्छ र हाम्रो माग पनि सकेछ भने 11-12 बजीसम्म यो मार्केट चल्नुपर्छ रातको 12 बजीसम्म। अब यहाँ हामीले प्रहरी प्रशासनसम्म पनि हामीले कुरो गरेका छौँ। अब यहाँ प्रहरी बस्ने, यहाँ तपाईँको सेक्युरिटी गार्ड बस्ने सबै कुराको व्यवस्था हुन्छ। यहाँ यो जुन बगैँचा लगाएको छ यसमा मालीको व्यवस्था पनि हुन्छ र यहाँ एउटा संरक्षण, अब हामी निर्माण समितिले बनाइदिइसकिसकेपछि यहाँ एउटा संरक्षण समिति गठन गराइदिनुपर्छ भन्ने मेरो माग छ र यहाँ हुन्छ पनि र त्यस पछाडि राम्रो होला। यहाँले सोचे जस्तै यो दमकको नमुना मार्ग साँच्चैकै नमुना बन्न सकोस्, यहाँलाई धेरै धन्यवाद। मैले देश विदेश पनि म धेरै घुमेको छु, विकसित मुलुक पनि घुमेको छु, त्यसको मैले केही कुरा लिएर आएर यहाँको साथीहरूलाई कन्भिन्स गरेर पनि यो यस्तो खालको बनिन खोजिरहेको छ। मलाई लाग्छ नेपालका करिब 100वटा नगरपालिका घुमेको छु होला, तर दमक नगरपालिका जस्तो सफा सुन्दर अरू नगरपालिका देख्न पाएको छुइनँ मैले। अब बन्ने नगरपालिका आजसम्म अहिले यही बाटो हेरेर यही पार्क हेरेर चाहिँ अब बन्ने नयाँ नगरपालिकाहरूले यसकै चाहिँ नक्सा लिएर बनाउँदैछन् र हामीलाई गौरव लागिरहेको छ कि हाम्रो यो फेरि यो बजारको मुटुमा रहेको केन्द्रबिन्दुमा रहेको सडक हो यो। अब यसलाई सडक सहित यहाँ हामी त पार्क भन्छौँ, पार्क सहितको सडक, पानी सहित फोरा सहितको सडक, त्यस्तो खालको यो बनाएर यसलाई आकर्षित गराउन अझै दायाँ बायाँ पनि तन्काउन अनुरोध गर्ने मेरो आफ्नो विचार छ। अब त्यो समय सापेक्षता हुँदै जान्छ। चाँडोभन्दा चाँडो निर्माण होस् दमकको यो नमुना मार्ग र यहाँले भने जस्तै देशभरिको नमुना बन्न सकोस्, यहाँलाई धेरै धन्यवाद। होला कसैले अब यहाँ सुन्नमा आउँदाखेरि समय धेरै लाग्यो, भयो सालले 3 वर्ष टेको, तर यहाँ 1.5 वर्षसम्म त सिनको भाँची काम भएन। अरू 1.5 वर्षको दरमियानमा चाहिँ अब यस्तै हो नि, तपाईँहरू देखिराख्नु भएको छ, हरेक चिज जोड्नुपर्छ। कहिले प्राविधिक कठिनाइ हुन्छ, कहिले आर्थिक कठिनाइ हुन्छ, कहिले जनमजदुर पाइँदैन। त्यसले गर्दा अब लगभग सक्यो, हामी वैशाख 1 गतेसम्ममा हामी यसलाई उद्घाटन गरेर जिम्मा दिनुपर्नेलाई जिम्मा दिनेवाला छौँ। त्यहाँ रहेका केही चहरा भने अव्यवस्थित रहेका छन्। चाँडै व्यवस्थित गर्न सके यो मार्ग 1 नम्बर प्रदेशकै नमुना मार्गको रूपमा परिचित हुनेछ। यसरी बन्दै गरेको संरचनालाई संरक्षण गर्नु हामी सबैको कर्तव्य पनि हो। यस्तै भिडियोहरू हेर्नका लागि सब्स्क्राइब गर्नुहोला DMK अफिसियल।